छौँ। यी केरा घारीमा कोही बच्चा छ, कोही केरा पाक्यो। हामी यहाँ चन्द्रा बहिनीको केरा घारीमा आएको छौँ। यो केरा यो चाहिँ मालभोग केरा पाक्दैछ। यस्तो छ, हेर्नु यहाँ माथि पुरै केरा घारीमा छौँ। सबै केरा घारी छ, परसम्म सबै केरा घारी। बहिनी केरा काट्दै हुनुहुन्छ। बहिनी यो मालभोग कि चिनी चम्पा? ए मालभोग, अच्छा। त्यो बाहिर कालो कालो भए पनि केही हुँदैन नि, भित्र राम्रो छ नि। ल राम्रो, गुड। ए कति राम्रो, ए ल राम्रो। यो केराको एक घडी तयार भयो। यो केरा नि पसाको कतिमा छिपिन्छ हौ, पाक्छ? ए 90 दिनमा। 90 दिन, ठ्याक्कै 3 महिना लाग्दो रहेछ नि। कोला चाहिँ पसाको 90, पसाएर बुङ्गा छोडेको ठ्याक्कै 90 दिनमा चाहिँ काट्ने हुन्छ अरे। लु 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 कोला 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 अनि लु कोला तानुम 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 तानुम। लु लु अब कोला हामी चाहिँ अर्ग्यानिक खाउँ भनेर बगानमै, कोला बगानमै आएर कोला किन्दैछौँ। हामीले त दबाई सबै हाल्यौँ न, दबाई बिना दबाई बोल है। यो दबाई हाल्नु हो भने कत्रा कत्रा हुन्थेन, तर स्वास्थ्यलाई राम्रो गर्दैन दबाई हाल्नु। साथी हो, आज हाम्रो चन्द्रा बहिनी हो त हेर, यो त पाक्नै पो आँटिसकेको छ नानी। हाम्रो चन्द्रा बहिनीकोमा चाहिँ केरा कोला बगानमा छौँ हामी। अब कोला एउटा ठुलो गरी पठाइदिन्छु, आफ्नै बारीको ल ल एक घडी काटियो। के अरे बहिनी, यो चाहिँ चिनी चम्पा? ए अघिको दुईटा चाहिँ मालभोगको घरी काटियो। मालभोग अब चिनी चम्पा काट्दै हुन्छ बहिनीले। चम्पा हो यो, छिप्पिएर यस्तो। हामी चाहिँ बोटैमा यसरी छिपेको चाहिँ खान्छौँ साथी हो। यो अर्ग्यानिक छ, यसमा दबाई हाल्दैन, किनभने दबाई हाल्नु भने झिर्का त बस्दैन, तर स्वास्थ्यलाई राम्रो गर्दैन। केरा बगानेपछि यो अब हामी चिनी चम्पा काट्दैछौँ। तर यो हाम्रो अघि चाहिँ मालभोग काट्यो। अब यो चाहिँ चिनी चम्पा, यो चिनी चम्पा अब तयार। अब यो पाक्नु आँटेछ, यहाँ चाहिँ पाक्नुलाई तयार पनि छ। गिलो गिलो हुन आँटिसकेको छ। यो बोटैमा पाक्ने हामीले विषादी रहित एकदमै अर्ग्यानिक ढङ्गले उत्पादन गरिएको छ हाम्रो चन्द्रा खड्का बहिनीको। हामी कोला बगानमा छौँ। अनि अब यहाँ मसिनो दुईटा, अब यो चाहिँ 3टा घरी घरमा लगेर पकायो अनि बिस्तारै बिस्तारै खायो। मालभोग अलिक छिटै पाक्छ, अनि त्यो खाँदै गरौँ। यो चिनी चम्पा चाहिँ अलिक ढिलो ढिलो पाक्छ, अनि त्यस पछाडि अनि खाने। अब गाउँमा बसेको यही हो क्या, नाफा त्यस्तो कुरो भयो। लडो कोलाको दाम्चा।